रेडी खाना यार ल लाग्दैन रेडी ल ओ यार वा यार म त हिँड्छु म त पत्रिमा जान्छु अन्त गइन न म जान्दिनँ हान्न ठेगा उभिने सक्नु पर्यो कि त्यहाँ गएर उभिने चाहिँ पर्छ सुत्यो त गइहाल्छ नि हामी अब स्विमिङ गर्न जाने है लेट्स गो सो गाइस यो चाहिँ हाम्रो गोठ है पाठो छ पाडी छ पाठी छ भैँसी छ यहाँ स्विमिङ गर्न जाने रे अवलोकन गर्दैछ यो पनि के भाइ यो चाहिँ हाम्रो बारी है सिमी फलेछ है सिमी चाहियो भने सम्पर्क गर्नु ल यो चाहिँ सुन्तला बारी यो चाहिँ मकै सुन्तला है यो चाहिँ ओरेन्जेस यो चाहिँ ओरेन्जको बुट है यस्तो छ अब यस्तो गरेर हामी चाहिँ वी आर हेडिङ टुवर्ड्स लेमन गार्डन पहिला यहाँ काफल हो कि के थियो यार यहाँ काफल उ थियो फडेल थियो यार यो चाहिँ किम्बु है किम्बु दिस इज किम्बु है हल्का हल्का पाकेको छ है दाना त्यो चाहिँ हाम्रो घर ल यो चाहिँ हाम्रो कुलको थान है हाम्रो कुल देवता सो हामी अब लेमन गार्डन नजिक छौँ दिस इज आवर लेमन गार्डन तपाईँहरू यहाँ लेमन गार्डन देख्न सक्नुहुन्छ है यो सबै लेमन गार्डन हो यहाँसम्म वाइफाईले काम गरिरहेछ पारीदेखि नै सबै ठाउँ भइहाल्यो यो चाहिँ लेमनको बोट हामी स्विमिङ गर्ने रे यो ट्याङ्कीमा है हाम्रो स्विमिङ पुल हो नट अ ट्याङ्की लोकल स्विमिङ पुल सानो बाग लिएर आएको छौँ हामी यहाँ चाहिँ हाम्रो भर्खरै कन्स्ट्रक्टेड स्विमिङ पुल है यो चाहिँ हाम्रो स्विमिङ पुल दिस इज आवर स्विमिङ पुल गाइज नेचुरल स्विमिङ पुल नेचुरल स्विमिङ पुल है यो अब हामी स्विमिङ पुल नजिक छौँ है यो नेचुरल स्विमिङ पुल अब हामी यहाँ स्विमिङ पुल बनाएको गर्मी भएर पौडी खेल्नलाई बनाएको है भन्न हुन्थ्यो तर यो चाहिँ हाम्रो फार्मिङको लागि बनाएको लेमन फार्मिङ प्लस एग्रिकल्चरल प्रोडक्ट्स फार्मिङको लागि यो चाहिँ हाम्रो गाउँठाउँ भयो डाँडोमा यस्तो स्विमिङ पुल बिरलै भेट्न पाइन्छ है लेट्स गो भित्र यो हाम्रो नेचुरल स्विमिङ पुल गाइज है हामी अब स्विमिङ गर्ने हो यो हाम्रो भ्यू हो कस्तो राम्रो भ्यू देखिन्छ हेर्न यस्तो कहाँ हुन्छ यार दिस इज आवर इभन स्वर्ग हामी स्वर्गमा छौँ है हाम्रो बिल्लीमा छ ए सुरु आऊ डाइ भन्ने हो ब्रो त्यहाँबाट स्वाट्ट यहाँ चाहिँ हाम्रो पानी पनि आयो है पानी पनि आयो अब हामी यहाँ मस्त स्विमिङ गर्ने हो जालै छैन केही फरक पर्दैन तर यो त्यस्तो फोहोर होइन नि माथि रुखबाट आएको सबै पातहरू हो नि त यहाँ हाम्रो रुख छ नि त है यो चाहिँ पछि गएर चाहिँ कम्पोस्ट मल बन्छ अर्ग्यानिक मल बन्ने ठाउँ हो यो पछि पातहरू आएर खसेपछि चाहिँ यो कुहिहाल्छ नि तल चाहिँ हाम्रो पानी पनि आयो ल अब हामी मस्त स्विमिङ गर्ने हो ल तपाईँहरू म सबै स्विमिङ पुलको भ्यू देखाउँछु यो है यता आउ त यता आउन यता आउन यता आउन म चाहिँ हैन यो चाहिँ हाम्रो स्विमिङ पुलबाट देखिने भ्यू आई विल सो यु गाइस सो दिस इज आवर लेमन गार्डन हाम्रो लेमन गार्डन हो यहाँ लेमन छ है अनि उता पारीपट्टि पनि छ आई विल सो यु ओइ सुरु आऊ यता पनि छ है हाम्रो यो लेमन गार्डन सबै यहाँबाट पारीदेखि यो सबै हाम्रो लेमन गार्डन है सबै लेमन गार्डन हो यहाँसम्म छ यहाँबाट यहाँसम्म छ अनि यहाँबाट तल देखिन्छ तलपट्टि त्यो रुखको तल तल खेतमा सबै यो लेमन गार्डन हो हाम्रो कपिल ब्रोले चाहिँ पानी जोडेर आइरहेको छ खुसी हुँदै स्विमिङ हान्ने भन्दै बिरालो उता खेलिरहेको छ
3 डाइभ भन्नलाई ब्रोले यहाँ डाइभ हान्दियो है तलको पानी सफा हुँदै जान्छ कि खोल्दै हुन्छ हाम्रो अर्को ब्रो स्विमिङ कस्ट्युममा पनि छ ल लेट्स गो जनै हराउँछ भने डर छ लेट्स गो हाम्रो यो नेचुरल स्विमिङ पुल हो यार इन त कडा खेल्छ इन त तामाको सिया स्विमिङ गरे हैन कट्टु झर्यो ओ वाउ यार मजा आयो ल तलबाट पानी जान्छ यो खोलेपछि है यो पाइपमा चाहिँ यहाँबाट लेमन गार्डनमा सबै थोपा सिस्टम छ ड्रप सिस्टम भएको कारणले यहाँबाट पानी खोलेपछि चाहिँ सबै हरेक लेमनमा चाहिँ पानी जान्छ सो दिस इज आवर नेचुरल स्विमिङ पुल हामी यहाँ पौडी खेल्दैछौँ अब हामी स्विमिङ गर्दैछौँ है हामी अब मजाले स्विमिङ गर्ने हो यहाँ अझै रस्ताले कि तपाईँको त्यो भइसकेपछि त्यहाँनिर चाहिँ अनि त्यहाँबाट चाहिँ जाली लाएर यो पाइपबाट पठाउने होइन अनि यहाँ जम्मा भएको चोरहरू फिलिङ म्यान निकालेर पठाउनु सक्यो फाल्नु सक्यो कि कस्तो लाग्यो कपिल कतिको चिसो छ पानी पानी कतिको चिसो छ ठिकै छ अहिले फोडो छ छोरो त छँदै हामी स्विमिङ गर्दैछौँ है नेचुरल स्विमिङ पुलमा है आफ्नै घरको स्विमिङ पुल रमाइलो छ यार पानीहरू कस्तो दामी आएको छ यहाँबाट पानी पनि आएको छ है पानी पनि आएको छ है सो गाइज हाम्रो हिमालयन रोडिज सुरु भइसकेको छ जसले चाहिँ होइन यहाँबाट पात र किराहरू झिक्छ त्यसको एउटा पात एउटा किराको 1 पोइन्ट छ अब हेरौँ कसले धेरै निकाल्छन् यिनले चाहिँ 10 वटा हालेका छन् निकाले छन् अनि यिनको 3 पोइन्ट छन् सो कपिलले जित्छन् कि सरोजले ए चिप्रो किरोको 10 पोइन्ट भन्दैमा निकाल्न पाइएन नि है तेरी होइले भेटौला नि फेरि सफा भइसकिन्छ यार ए 4 पोइन्ट $14 points on my account. 14 points on my account. छैन के कुरा यत्रो छन् के होला मैले त देखिरहेको छु ल अहिलेको विनर सरोज अहिलेको विनर अहिलेसम्मको है सो गाइस उसको कपिलको 23 भा उनको 28 भयो पोइन्ट हैन 25 26 27 29 30 हो तिम्रो 29 30 यही छ यही हातैमा गएर गयो यार तिमीलाई 31 झाडो प्राटी जब भागले सबै तर
अब हिमालयन लोडिजको नेक्स्ट एपिसोडमा अर्को पार्ट आउँछ। हेलो गाइज, हामी चाहिँ स्विमिङ गऱ्यौँ है, निकालिदियो पानी, स्विमिङ गरेर आएर त्यस्तो नेचुरल स्विमिङ पुलमा है। यो चाहिँ हाम्रो पहाडीको स्विमिङ पुल, नेचुरल इज टोटल्ली नेचर। तपाईँहरू नेचरमा घुम्न मन लाग्यो, स्विमिङ गर्न मन लाग्यो भने 1 घन्टाको 500 है। पछाडि पुरै पहाडहरू हेर्दै भ्यू हेर्दै you guys can enjoy every moment here. This is pure nature. Yes bro. Pure nature. हाम्रो गाइजहरू फेरि स्विमिङ पुलमा फेरि एकपटक आइएको छ। उनीमा नाकमा भनेर हिँड्नलाई यिनको त त्यो जाँगे खसिहाल्छ भर्खरै। ब्रो यता गइसक्यो। सही आउँछ, लास्ट मजा आउँछ यार। ठिक्क के ल ल ल आऊ हान ए मर्यो चिसो छैन। अघि बिहान सबै सफा गरे धेरै गइसक्यो क्या। ल हान ब्रो। टाउको ठोकेर पुगिसकेको छु यार। के दिनु त रातो थियो यार यो। पात अहिले फेरि आएछन् के। वाउ भाइ भर लाग्यो त। गाडी आइसक्यो यो नि त। बोरो छ के, बोरो कस्तो थियो। मजा आउँछ नि, ठुलो रहेछ अनि मजा आउँछ खेल्न। ठुलो रहेछ। ठुलो छ के यार, यत्रो घाँटी अनि खोला जानु पर्दैन कि हो कि नै? पर्दैन के यो भने त खोला यस्तो राम्रो खेल्न पाइन्न खोलामा हो कि नै? यहाँ त पानी आएको खानालाई आउँदैन। तिम्रो त जित बनाएको हो र। पात भेट्यो भने टिप है। यहाँ मैले उ खेलाएँ नि त, गेम खेलाएँ नि त निटाला। गेम जितेर 40 वटा यार। के गेम खेल्न? भुइँमाको पात जसले धेरै टिप्यो त्यो विनर के। अहिले त अहिले नि खाना छन् ए वान आउँदा यस्तो आउँछ पाइ। अहिले त मलाई हात हाल्यो के भुइँमा डुबेर। पानी त आफै त्यहाँ भरि बाहिर। दरम त्यो भएर त म जाऊ। नथी पनि तिजोला गरिन्छ नि। ठुलो छन्। सकिँदैन। कपिल